हेलो एभ्रिवान, आज चाहिँ हामीहरू जाँदैछौँ नानाको छोराको छेवार छ नि त, त्यहाँ जाँदैछौँ। जो चाहिँ हाम्रो नानाहरू चाहिँ हेमेलीपात हुनुहुन्छ, हेमेलीपातबाट गर्नुहुन्छ। के कस्तो हुँदो रहेछ म पनि फर्स्ट टाइम हेर्दैछु, थाहा छैन मलाई पनि त्यस्तो साह्रो कसरी गर्नुहुन्छ भनेर। म अब हजुरहरूलाई देखाउँछु। सबै कुरा त मलाई थाहा हुन्न नि त, अब कति कुरामा मैले गलत बोलेँ भने अहिले नै म माफ माग्छु। लास्टसम्म मेरो भिडियो हेर्नु होला, अनि के कस्तो लाग्छ हेरेर प्रतिक्रिया पनि दिनु होला। अब हामी चाहिँ आइपुग्नु लाग्यौँ यो तल्लो घर देखेकोमै हो, नानाको घर चाहिँ यो तल्लो देखेको। महारानी श्री सागरदास चोक यसलाई चाहिँ भन्छ। कस्तो दामी फुल फुलेको रहेछ यहाँ त। अब अर्किड पनि फुलेको रहेछ यहाँ, नानाकोमा राम्रो रहेछ। अब यो फुलले कस्तो दामी देखेको। यहाँ चाहिँ रोटी पोल्नु हुँदैछ। कस्तो दामीहरू फुलेको। कपाल काट्नु, यी भाइको कपाल काट्नुभन्दा पहिला चाहिँ यहाँ सेवा गर्नुपर्ने रहेछ। अब यहाँ सेवा गर्नुहुन्छ, म चाहिँ यहाँ देखाउँछु के कस्तो रहेछ। मेरो पनि फर्स्ट टाइम हो। अब तपाईँहरूले यो सेवा गर्नुहुन्छ नि, यो सेवा चाहिँ शिर उठाउने कि के भन्छ यो सुरुको सेवालाई? यो सुरुको सेवा चाहिँ भगवानको शरण पर्ने, यो चाहिँ भगवानको शरण पर्ने। अनि त्यहाँबाट यसो थोरै त्यो ग्रह शान्ति गर्ने, अनि चाहिँ केस काट्ने मेलोमा 11 बजी अब 1 बजी जेठाको घर कान्छाउ माथि सङ्गम चोक पूर्वपट्टि। सङ्गम चोक पूर्वपट्टि पाकेर पनि देशीमा गएको। देशीमा गएको फेरि देशी गएको। भरे लगाइदिइहाल्छु म, भरे लगाइहाल्छु, सेयर गरिहाल्नु। चटपट रेडी भयो है, चटपट रेडी भएन। आउनु त आइसक्यो, म रोटी पोल्ने। चटपटे खाँदैछौँ हामी चाहिँ चिल्लर पार्टीहरूसँग। दामी आम्मा दिलुङ त फेरि दादा चाहिँ कत्रो छ नि फेरि। आमा यो चाहिँ पूजा गरिसकेर अहिले चाहिँ कपाल काट्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ। अब मजाले काट्नुहुन्छ भने कपालले यति। यो कपाललाई चाहिँ के गर्नुपर्छ नाना? चढाउनुपर्छ। मलाई थाहा छैन, फर्स्ट टाइम देख्दैछु कपाल काटेको मैले। अब त्यो नयाँ लुगा लाउँदैछ नयाँ मान्छेले यहाँ। यो पछाडि के हुन्छ? टिकटालो शिर उठाउने अनि टिकटालो हुन्छ। अर्को एकचोटि भाइ बेहुला लुक भइगयो नि यो नि। ल
माथि तान्नु टिका लाउने काम आधी सकिसकेछ म चाहिँ माथि गएको थिएर ढिलो भयो यहाँ चाहिँ टिका लगाइसकेछ आधी म चाहिँ आउनै पाइनँ अघि स्टार्ट भएछ अलिक ढिलो भयो मेरो चाहिँ हुन्छ हुन्छ यता चाहिँ खानेकुरा बन्दैछ यहाँ चाहिँ के भइसक्योहरू यहाँ चाहिँ पाक्दैछ हाम्रो खानेकुरा रहेछ नि त अनि म त यस्तो हेरेको भेना भेना जस्तो देख्छु होइन अनि त्यहाँदेखि होइन होला सोच्यो अनि भनेर यस्तो मैले हेरेको राई लेखिरहेको थियो क्या अनि त्यहाँदेखि चाहिँ मलाई फिक्स खानेकुरा रेडी अब रेडी टु इट सोधिनँ नि त अब कसरी हो देखेँ किन अघि नै मलाई आइसक्यो के बोल्छ कि त्यही लगाइदिनु पर्छ कि यिनीहरू अर्ग्यानिक कन्टेन्ट हो नि त यहाँ त यो फुल चाहिँ दामी क्या यो नि दामी लागेको फुल त यो चाहिँ मलाई पनि मन पर्यो क्या यो फुल पहिला बिचमा ज्ञानी हुनु धेरै पढ्नु होइन त्योभन्दा धेरै त नाइ म त पढ्दिनँ भनेर फेरि एउटा भनेको हुन्छ नि फेरि ल गाइस बाइ बाइ बाई बाई हजुरलाई के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला आजलाई चाहिँ यति नै अर्को भिडियोमा भेटौँला बाई लिना हिँड्न नानी हामी चाहिँ छेवार खाएर पनि फर्किँदैछौँ अब चाहिँ सब 3 पुस्दै हिँड्दैछौँ हामी चाहिँ यहाँ अहिले